नमस्ते साथीहरू। आज शनिबारको दिन हाम्रा परिवारका जेनजी युवा नेता नेत्रीहरू आज घरमै हुनुहुन्छ। उहाँहरूको आज सबैलाई घोप्टे रोग लागेको छ बिहानैदेखि। बा अब यहाँनिर छोरीको अर्कै माग छ के, छोरीको माग अर्कै छ। अघि राति सपनामै छोरीले बाबाले बाइक सिकाइदिनुहुन्छ भन्ने कुरो चाहिँ पहिलो उठ्ने बित्तिकै पहिलो पनि त्यो आएको थियो। आज बहिनीलाई मोटरसाइकल, त्यो पनि हेभी हेभी मोटरसाइकल चाहिँ गडड होइन, अलिकति अस्ति त कुदाउनु जाने के हो नि त तिमीले? जानेकी छैन, एकचोटि गरेर बन्द गर्दा त कहाँ जान्छ त? नियमित सिक्नु कहाँ हुन्छ? के आउनु पर्छ के आउनु हुँदैन, आउनु पर्छ रेगुलरता दिनुपर्छ। त्यसलाई चाहिँ अब प्र्याक्टिकल गर्नु। अब चाहिँ तिमीले सबै कुरो थ्योरी जानेकै छ, प्र्याक्टिकल पनि जानेकै छ। त्यसलाई कन्फिडेन्ट बढाउने कुरामा लड्यो अलिअलि त अब लडियो भने मात्रै उठ्न जानिन्छ त बहिनी। लड्दै लडिएन भने त लडेपछि कहाँ दुख्छ, कसरी दुख्छ, कसरी लड्दाखेरि के हुन्छ भन्ने थाहा हुन्छ। अनि जुरुक्क उठ्ने हो, अनि त्यहाँ यसरी गर्दाखेरि लडेको रहेछ। अब चाहिँ म त्यो ठाउँमा त्यसो गर्दिनँ है भन्ने खालको आउँछ क्या। लड्दै लडिएन भने आगामा पोल, आगाले पोल्छ भन्ने थाहा भएन भने होइन, कसरी त्यो आगाको छेउमा जाँदैन त? आगाले पोल्छ, एकचोटि पोलिसकेपछि मात्रै थाहा हुन्छ त्यसले पोल्ने रहेछ है होइन, पोल्ने रहेछ है, त्यसलाई छुनुहुँदो रहेछ, यसबाट सतर्क आगाले पोलेपछि मात्रै आगो चाहिँ तातो हुँदो रहेछ भन्ने कुरो थाहा आगो भनेको यो रहेछ भन्ने थाहा हुन्छ। जे कुरा पनि परेपछि सिकिन्छ होइन। लड्ने डरले यता हेर न, लड्ने डरले चाहिँ चढ्दै चढेन भने त्यो कहिले सिक्दैन होइन। अब पाइलटले अब प्लेन झर्छ भने डर लाग्यो भने उसले कहिले उडाउँछ प्लेन होइन। त्यो त्यस्तै हो कि यो एउटा चाहिँ सिक्ने कुरो चाहिँ हो। यसलाई चाहिँ झन् यो 17-18 वर्षको उमेरमा त डर भन्ने केही नलाग्नु पर्ने त, उमेरै त्यस्तो अरे त हो। ल आज छोरीले मोटरसाइकल सिक्छिन् मजाले। आजदेखि फिलिली कुदाउन थाल्छिन्। मेरो तर्फबाट अब नेपाल सरकारले लाइसेन्स दिन 2-3 वर्ष लाउँछ। अब मैले अब घर आएपछि एउटा लाइसेन्स चाहिँ अब लेखेर दिनु पर्यो। आजै उपलब्ध गराउँछु म। ल जेएनजी निरीक्षा निरौलालाई आज लाइसेन्स दिने दिन छ। अर्को उहाँ जेठो पुरै घोत्लै छ, यो कम्प्युटर इन्जिनियरवाला मान्छे हो, उसको चालै बेग्लै छ। यी मान्छे चाहिँ अब हुनेवाला डाक्टर हुन्, आचे डाक्टर। ल आजलाई यो सानो एउटा छोटो पारिवारिक भिडियो, त्यो पनि बिदाका दिनको है। सबै आज ह्याप्पी मोडमा सबैले बिहान बिहान आफ्ना आफ्ना माग राखिसकेका छन्। प्रायोरिटीमा कसको पर्छ नभएको अब अर्को शनिबार सर्छ। होइन पुरा गर्ने हो सबैको। प्रायोरिटी 1 नम्बर 2 नम्बर 3 नम्बर इसेन्सियललाई अगाडि राख्ने होइन, गर्दै जाने हो। अब म चाहिँ घुम्न जाने कुरो छ, त्यतातिर लाग्ने हो। मेरो चाहिँ शनिबार अब फुर्सद लडिक छ त्यसो। राजगढतिर गइन्छ अब नयाँ ठाउँ हेर्दै। 12 गाउँपालिका। ल आजलाई यो सानो छोटो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद।